हेलो एभ्रिवान, आज म बनाउँदैछु सुजीको रोटी जुन बनाउनमा एकदमै सजिलो र मिठो हुन्छ। त्यसको लागि पहिला हामीले सुजी लिइसकेका छौँ र त्यो सुजीलाई एउटा भाँडामा हाल्ने। सुजीलाई भाँडामा राखिसकेपछि यसलाई केही बेर थोरै पानी हालेर भिजाउनु पर्ने हुन्छ। धेरै पानी हाल्नु हुँदैन किनकि सुजीले एकदमै छिटो पानी एब्जर्ब गर्छ र थोरै पानी हाल्दा पनि हुन्छ। सबै सुजी भिज्ने गरेर मात्रै पानी हाल्ने। सुजी यतिको भिजिसक्यो भने यसलाई चाहिँ एकछिन छोड्दिन पर्छ। भिजिसकेको सुजीलाई चाहिँ मिक्सर ग्राइन्डरमा राखेर ग्राइन्ड गर्नुपर्ने हुन्छ। त्यसको पेस्ट भइसक्यो भने त्यसलाई चाहिँ यसरी अलि पातलो पेस्ट गर्नुपर्ने हुन्छ। थोरै पानी राखेर धेरै पातलो पनि बनाउनु हुँदैन, धेरै बाक्लो पनि बनाउनु हुँदैन। यसलाई चाहिँ मजाले घोल्नुपर्छ, लम्सहरू बस्न दिनु हुँदैन। त्यसमा चाहिँ मैले थोरै नुन पनि राखेँ। हाम्रो ब्याटर चाहिँ यतिको ठिक भइसकेको छ। योभन्दा पातलो बनाउनु पनि हुँदैन, बाक्लो पनि बनाउनु हुँदैन। यो चाहिँ अब रोटी बनाउनको लागि रेडी भइसकेको छ। सुजीको रोटी बनाउँदा चाहिँ सुजीलाई 2 देखि 3 मिनटभन्दा धेरै भिजाएर राख्नु हुँदैन। त्योभन्दा धेरै भिजायो भने चाहिँ सुजी चुइगम जस्तो भएर मिक्सरमा ग्राइन्ड गर्दाखेरि चुइगम जस्तो भएर टाँसेर आउँछ। यस्तो ब्याटर चाहिँ बन्दैन। त्यही भएर 2 या 3 मिनटभन्दा धेरै चाहिँ नभिजाउनु होला। हाम्रो सुजीको ब्याटर पनि रेडी भइसकेको छ। यतिको ठिक बनायो भने रोटी बनाउन सजिलो हुन्छ। हामी चाहिँ सुजी भिजाउँदा 2 देखि 3 मिनट मात्रै भिजाउनु पर्ने हुन्छ। त्योभन्दा धेरै भिजाउँदा ग्राइन्ड गर्दाखेरिमा चाहिँ डल्लो पर्ने, चुइगम जस्तो हुने, टाँसिने हुन्छ, रोटी बन्दैन। त्यसैले हामीले 2 या 3 मिनटभन्दा धेरै चाहिँ भिजाउनु मिल्दैन। र अब हामी रोटी बनाउँछौँ। सबैभन्दा पहिला चाहिँ तावालाई तताउने, तातिसकेको थियो तावा। त्यसमा चाहिँ पहिला मैले थोरै घिउ राखेँ। घिउ राखिसकेपछि अघि नै बनाएको ब्याटरलाई चाहिँ यसमा राखिदिन्छु। यसरी डाडुले घुमाए पनि हुन्छ, हजुरहरूले हातले घुमाउन पनि सक्नुहुन्छ। यसलाई यतातिर चिया पनि उम्लिसक्यो। यसलाई चाहिँ यसरी ओर्काइ फर्काइ गरेर पकाउनु पर्ने हुन्छ। देख्न सक्नुहुन्छ। यसलाई चाहिँ यसरी चारैतिरदेखि राम्रोसँग पकाउनु पर्ने हुन्छ। फर्काउँदै पकाउँदै गर्नुपर्छ। यो चाहिँ आज हाम्रो दिउँसोको खाजा, चिया र सुजीको रोटी, जुन मेरो बच्चालाई पनि एकदमै मनपर्छ। देख्न सक्नुहुन्छ यो रेडी भइसकेको छ, पाकिसक्यो। यो दुईटै साइडदेखि एकदम राम्रोसँग पाकिसक्यो। हाम्रो आजको खाजा रेडी भइसकेको छ। हेर्नुहोस् कति सफ्ट हुन्छ यो रोटी। बच्चाहरूलाई नि खान सजिलो, ठुलो मान्छेलाई नि खान सजिलो, एकदमै मिठो र पकाउन पनि सजिलो, छिटो हुन्छ। एकदमै सफ्ट बनेर रेडी हुन्छ यो रोटी। ट्राई गर्नुहोस् है एकचोटि।